हेलो गाइजहरू, छोटो मिठो ब्लगमा स्वागत छ। म बिहान 8:43 उठेर ब्रस गरेँ। ब्रस गरिसकेपछि बेडसेट आफ्नो रुम मिलाएँ मैले। त्यसपछि हाम्रो अङ्कल इन्जिनियर हुने, त्यही भएर अङ्कल ल्यापटपमा नक्सा कोर्दै थिएँ। यस्तो लुकेर भिडियो बनाइदिएको। अनि म लुगा धुनलाई सरफ लिन जाँदै थिएँ, तर बाहिर नाली बनाएर त्यसको बच्चालाई जान अप्ठ्यारो हुन्छ भनेर त्यो नालीमा माटोसाटो भऱ्यौँ। माटोसाटो भरिसकेपछि म यत्रो 42 डिग्री 43 डिग्री सेल्सियस घाममा म सरफ ल्याउन गएँ लुगा धुनलाई। सरफ ल्याएर पनि पसलमा पुगेर ल्याइसकेँ होइन गाइजहरू। त्यसपछि होइन सरफ ल्याइसकेपछि यस्तो ब्लेड ल्याएर आएको थिएँ। दाह्री पनि फालौँ भनेर टक्क दाह्री फालियो। अनि आज चिल्लो भयो, ह्यान्डसम भयो, नुहाइयो होइन गाइजहरू। अनि दिउँसोभरि सुत्यो। आज अब शनिबार हो, त्यही भएर दिउँसोभरि सुत्यो गाइजहरू। पढाइसढाइ त यस्तै हो होइन, पढ्ने त हुन्न। अनि यस्तो साँझतिर अल्छी लगाएर क्यारम खेल्न गएको थियौँ। अनि म र मेरो साथीलाई बोलाएर अङ्कल पनि त्यतै हुनुहुँदो रहेछ। अनि अङ्कललाई पनि भेटाइसकेपछि हामी 3जनाले क्यारम खेल्यौँ। साथी पनि आएको थियो, साथी पनि ह्यान्डसम छ होइन गाइजहरू।